रियल मैड्रिड भर्सेस बेन्फिका प्रेडिक्ट एन्ड विन। यो खेलको करेक्ट स्कोर प्रेडिक्ट गर्नुहोस् र 100 रुपिस टपअप जित्नुहोस् भन्न चाहन्छु। आज बेलुका 1:45बाट सुरु हुन लागिरहेको खेल च्याम्पियन लिग अन्तर्गतको प्लेअफको पहिलो खेल बेन्फिकाको होममा भएको खेलमा रियल मैड्रिडले 1-0 को जित हात पारेको थियो भने आजको खेल सान्टियागो बर्नाबाउ रियल मैड्रिडको होममा हुन लागिरहेको यो म्याच हेर्नका लागि एकदमै एक्साइटिङ हुनेवाला छ। च्याम्पियन लिगमा डाइरेक्ट राउन्ड अफ 16 मा क्वालिफाई हुनबाट रोक्ने टिम यही बेन्फिका थियो। रियल मैड्रिडलाई लास्ट मिनेटमा किपरले गएर गोल हानेर आफू प्लेअफमै भए पनि स्थान पक्का गरेको बेन्फिकाले योभन्दा अघिल्लो चरणमा अथवा राउन्ड अफ 16 मा पुग्नका लागि चाहिँ रियल मैड्रिडलाई 2-0 अथवा 3-1 को भिक्ट्रीले जित्नुपर्ने हुन्छ। दुई स्कोरको लिड राखेरै जित्नुपर्ने हुन्छ बेन्फिकाले चाहिँ, या त एक गोलकै मात्रै लिड राखेर जित्यो आज भने पनि पेनाल्टी सुटआउटमा गएर यो खेलको रिजल्ट हुनेवाला छ। करेक्ट स्कोर प्रेडिक्ट गर्नु होला, मलाई फलो नगरेको साथीले फलो गर्नु होला र म के भन्छु भने टिकटकमा हेर्ने साथीहरूलाई चाहिँ यो भिडियो तपाईँहरूले रिपोस्ट हान्नु भएको छैन र विनर भए तापनि म तपाईँहरूलाई प्राइज नदिने घोषणा गर्न चाहन्छु। करेक्ट स्कोर कमेन्ट गर्नु होला, फलो नगरेको साथीले फलो गर्नुहोस् र के लाग्छ तपाईँहरूलाई। मेरो विचारमा चाहिँ आज यो म्याचमा बेन्फिकाले 2-1 अथवा 1-0 नभए नि 3-2 को भिक्ट्री चाहिँ बेन्फिकाको पक्षमा रहनेछ र पेनाल्टी सुटआउटबाट चाहिँ राउन्ड अफ 16 मा को पुग्छ भन्ने कुराको डिसिजन हुनेवाला छ जस्तो लाग्छ मलाई। सरी हाल मैड्रिड फ्यानहरू, मेरो स्कोर प्रेडिक्ट हो, हजुरहरूको स्कोर प्रेडिक्ट गर्नुहोस् र 100 रुपिस टपअप जित्नुहोस् भन्न चाहन्छु र दुवै टिमलाई जितको लागि शुभकामना दिन चाहन्छु। बाई बाई, सी यू नेक्स्ट भिडियो।